हेलो नमस्ते। यो भिडियोमा मैले क्लास 8 को भाइ बहिनीहरूलाई बुझ्न सजिलो होस् भन्ने हिसाबले युनिट 3 इङ्ग्लिसको युनिट 3 रिडिङ सेकेन्डमा रहेको हाउ टु वास क्लोथ्स इन अ वासिङ मसिनको नेपाली एक्सप्लेनेसन लिएर आएको छु। रिडिङ टेक्स्ट सुरु गर्नुभन्दा पहिला केही दुईटा क्वेसनहरू सोधेको छ। यहाँ वाट डु यु सी इन द पिक्चर, तपाईँ चित्रमा के देख्नुहुन्छ भनेर सोधेको छ। के देख्नुहुन्छ त भाइ बहिनीहरू चित्रमा? यो के को चित्र हो त? अवश्य पनि यो वासिङ मेसिन अर्थात् कपडा धुने मसिनको चित्र हो। आई सी वासिङ मसिन इन द पिक्चर भन्नु पर्यो है त। यसै गरी नम्बर बीमा भनेको छ वाट इज इट युज्ड फर, डिस्कस विथ यर फ्रेन्ड्स। यो के को लागि प्रयोग गरिन्छ त भनेर सोधेको छ। यो के को लागि प्रयोग गरिन्छ त? अफकोर्स यो चाहिँ कपडा धुनको लागि प्रयोग गरिन्छ। इट इज युज्ड फर वासिङ क्लोथ्स भन्नु पर्यो। नाउ लेट्स स्टार्ट द रिडिङ टेक्स्ट। हाउ टु वास क्लोथ्स इन अ वासिङ मसिन। वासिङ मसिनमा कपडाहरू कसरी धुने? अ वासिङ मसिन इज अ होम अप्लायन्स युज्ड टु डु द लन्ड्री। वासिङ मसिन भनेको घरमा प्रयोग गरिने उपकरण हो जुन कपडा धुने कामको लागि प्रयोग गरिन्छ। इट वासेस क्लोथ्स अटोमेटिकली विदाउट ह्याभिङ टु सुपरभाइज इट्स अपरेसन। यसले आफै यसको कामलाई हामीले नियन्त्रण अथवा निरीक्षण नगरे तापनि यसले आफै काम गर्ने गर्दछ। All one has to do is to put the clothes in the machine and select the wash mode। हामीले गर्नु के मात्रै पर्छ त भन्दाखेरि यो मसिनभित्र कपडा राख्ने र यसमा चाहिँ हामीले वास मोड छान्ने, सिलेक्ट गर्ने। Here are few steps to wash clothes। Step 1 सेपरेट your laundry। स्टेप फर्स्टमा के गर्ने त? आफ्नो धुनुपर्ने जुन कपडा हुन्छ त्यसलाई चाहिँ अलग अलग गर्ने, मतलब छुट्याउने। सर्टिङ your laundry into different piles based on fabric type and color is step number 1। पहिलो स्टेप भनेको, पहिलो चरण भनेको हामीले आफ्नो कपडाको प्रकार र यसको रङ अनुसार अलग अलग भागमा विभाजन गर्ने, अलग अलग प्रकारहरूमा विभाजन गर्ने। अब एउटै कलरको कपडाहरू, मतलब फरक फरकको कलरको कपडाहरूलाई चाहिँ एउटैमा राखेर सफा गर्न खोज्दा के हुन्छ, त्यसको कलरहरू निस्केर कपडा बिग्रिन सक्छ। त्यसै गरेर कुनै कडा कपडा हुन्छ, कुनै नरम कपडा हुन्छ, त्यो सँगै धुन चाहिँ सकिँदैन। त्यही भएर कपडालाई चाहिँ के गर्नुपर्छ त भन्दाखेरि यसको प्रकार अनुसार, यसको रङ अनुसार चाहिँ छुट्टा छुट्टै अलग गर्नुपर्छ। You should also check the care level of each garment for washing instructions so as to avoid damaging your fabrics। हामीले तपाईले के पनि गर्नुपर्छ त भन्दाखेरि यो कसरी धुने भन्ने कुराहरू सल्लाह सुझावको लागि, वासिङ इन्स्ट्रक्सन्सको लागि हामीले कपडामा लेखिएको जुन केयर लेभल हुन्छ, एउटा सानो टुक्रामा केही केयर लेभल त्यहाँ केही लेखेर चाहिँ चिप्काएको हुन्छ, त्यसमा चाहिँ हेर्नुपर्छ, जसले गर्दाखेरि चाहिँ हामी कपडा ड्यामेज हुनबाट बचाउन सक्छौँ, कपडा बिग्रिनबाट बचाउन सक्छौँ। मेक स्योर टु पे एक्स्ट्रा अटेन्सन टु यर मोर डेलिकेट आइटम्स। हामीले हाम्रो नरम जुन कमजोर कपडा हुन्छ, डेलिकेट आइटम्स भनेको कमजोर कपडा, नरम कपडा, त्यो नरम आइटमहरू धुँदाखेरि चाहिँ हामीले अझ बढी ध्यान दिनु पर्ने हुन्छ। यु सुड वास देम आइदर बाई ह्यान्ड or on the delicate cycle and in a mesh bag। त्यस्तो नरम अथवा कमजोर कपडाहरूलाई हामी तपाईले चाहिँ के गर्नुपर्ने हुन्छ त, के त हातले धुनुपर्ने हुन्छ अथवा त्यसलाई चाहिँ डेलिकेट साइकलमा राखेर, नरम साइकलमा राखेर र त्यसलाई चाहिँ एउटा जालीदार झोला हुन्छ, त्यो झोलामा राखेर चाहिँ त्यस्तो नरम कपडाहरूलाई धुनुपर्ने हुन्छ। अब स्टेप सेकेन्डमा चाहिँ लोड द वासिङ मसिन। अब स्टेप सेकेन्डमा के गर्ने त भन्दाखेरि वासिङ मसिनमा कपडाहरू राख्ने, लोड गर्ने त्यहाँ। दिस इज द स्टेप वेयर यु डम्प यर क्लोथ्स इन्टु यर वासर। यो स्टेप भनेको त्यस्तो हो जहाँ तपाईँ चाहिँ आफ्नो धुनुपर्ने कपडाहरूलाई चाहिँ वासिङ मसिनमा राख्नुहुन्छ। वासिङ मसिनको कपडा राख्ने ठाउँमा तपाईँ चाहिँ कपडा राख्नुहुन्छ। मेक स्योर नट टु ओभरलोड यर क्लोथ्स as it may result in the clothes not being washed as they should be। अब हामीले के चाहिँ सुनिश्चित गर्नुपर्छ त भन्दा त्यो वासिङ मसिनभित्र हामीले आवश्यकता भन्दा अथवा त्यहाँ अटाउने भन्दा
बढी कपडा राख्नु हुँदैन, ओभरलोड हुने गरेर कपडाहरू राख्न हुँदैन। यदि ओभरलोड गरेर कपडा राख्यो भने त्यसले के गराउँछ त भन्दाखेरि जसरी यो कपडा धोइनु पर्ने हो, जसरी कपडा सफा हुनुपर्ने हो, त्यसरी कपडा सफा नहुन सक्छ है त। त्यसपछि नम्बर 3मा, स्टेप 3मा एड डिटर्जेन्ट एन्ड फ्याब्रिक सफ्टनर। अब कपडा मसिनभित्र राखिसकेपछि हामीले के गर्नुपर्छ त स्टेप 3मा, त्यसमा चाहिँ डिटर्जेन्ट अथवा र फ्याब्रिक सफ्टनरहरू राख्नुपर्ने हुन्छ। बिफोर एडिङ यर चोइस अफ डिटर्जेन्ट एन्ड फ्याब्रिक सफ्टनर, मेक स्योर यु रिड यर वासर्स म्यानुअल टु फाइन्ड आउट व्हिच गोज वेयर। अब त्यहाँ लुगामा डिटर्जेन्ट राख्नुभन्दा पहिला, डिटर्जेन्ट र सफ्टनर राख्नुभन्दा पहिला हामीले यो वासर्स म्यानुअल चाहिँ राम्रोसँग पढ्नुपर्ने हुन्छ। वासर्स म्यानुअल भनेको यो कपडा धुनको लागि लेखिएको सल्लाह सुझावहरू लेखिएको सानो पुस्तिका, मार्गदर्शन पुस्तिकालाई म्यानुअल भनिन्छ। त्यहाँ चाहिँ कति डिटर्जेन्ट कुन कपडामा राख्ने, कति कहाँ राख्ने भन्ने कुराहरू त्यहाँ राम्रोसँग दिएको हुन्छ, कसरी धुने भन्ने कुराहरू। द अमाउन्ट अफ डिटर्जेन्ट निडेड भ्यारिज बाई लोड साइज एन्ड वासिङ मसिन टाइप। अब डिटर्जेन्टको मात्रा, कपडामा राख्नुपर्ने जुन डिटर्जेन्टको मात्रा हुन्छ त्यो चाहिँ केमा भर पर्छ त भन्दाखेरि हामीले त्यसमा कति कपडा राखेका छौँ, लोड साइज भनेको त्यसमा हामीले कति कपडा राखेको छौँ त्यसमा भर पर्छ, र वासिङ मसिनको प्रकारमा पनि भर पर्ने गर्दछ। सो चेक द ब्याक अफ द डिटर्जेन्ट बक्स एन्ड लुक फर एनी लेबल्स on your washing machine to find out how much you should use। त्यही भएर अब कति डिटर्जेन्ट राख्ने भनेर जान्नको लागि डिटर्जेन्ट बक्सको पछाडिपट्टि लेखिएको जुन लेबल हुन्छ त्यसमा चाहिँ हेर्ने, र वासिङ मसिनको लेबलमा पनि हेर्ने भनेको छ। अब डिटर्जेन्ट राखिसकेपछि नम्बर 4मा, स्टेप 4मा टर्न अन द वासर। अब वासरलाई चाहिँ के गर्ने, अन गर्ने। जस्ट क्लोज द डोर एन्ड हिट द स्टार्ट बटन। अब कपडा राखेर डिटर्जेन्ट र फ्याब्रिक सफ्टनर राखिसकेपछि हामीले के गर्नुपर्ने हुन्छ त स्टेप 4मा भने वासरको चाहिँ ढोका बन्द गरिदिने र स्टार्ट बटनलाई चाहिँ थिच्ने। सम वासिङ मसिन्स क्यान इन्डिकेट द्याट द डोर इज नट क्लोज्ड प्रोपरली व्हाइल सम क्यान नट। अब ढोका लगाउँदाखेरि हामीले राम्रोसँग लगाउनु पर्ने हुन्छ, र त्यसमा पनि केही वासिङ मसिनहरूले चाहिँ ढोका राम्रोसँग नलागेको सङ्केत गर्छ, इन्डिकेट गर्छ, तर कसैले गर्दैन, र पनि हामीले आफैले पनि त्यो ढोका राम्रोसँग लागेको छ कि छैन भनेर सुनिश्चित गर्नुपर्ने हुन्छ। ओके, नम्बर स्टेप 5मा चुज द राइट वासिङ साइकल। अब ढोका लगाएर स्टार्ट बटन थिचिसकेपछि हामीले उपयुक्त वासिङ साइकल चुज गर्नुपर्ने हुन्छ। वास साइकल कन्सिस्ट अफ 2 इम्पोर्टेन्ट स्पिड्स। वास साइकलमा खास गरेर 2वटा महत्त्वपूर्ण स्पिडहरू हुन्छ, गतिहरू हुन्छन्। अ स्पिड एट व्हिच इट एजाइटेट्स अर टम्बल्स योर क्लोथ्स विथ वाटर एन्ड अ स्पिड द्याट स्पिन्स द वाटर आउट अफ योर क्लोथ्स। एउटा स्पिड जहाँ चाहिँ जसले चाहिँ के गर्छ त भन्दाखेरि तपाईँको कपडा र पानीलाई चाहिँ घुमाउने, हल्लाउने अथवा त्यो कपडा र पानीलाई मिलाउने काम गर्दछ। र अर्को स्पिड चाहिँ जसले जहाँ चाहिँ के हुन्छ त तपाईँको कपडाबाट चाहिँ पानीलाई चाहिँ बाहिर निकालिदिने काम गर्दछ। वन्स अगेन वेन पिकिङ द करेक्ट वासिङ साइकल यु सुड रेफर टु द फ्याब्रिक केयर लेभल। र एकपटक फेरि तपाईँले चाहिँ वासिङ साइकल, उपयुक्त वासिङ साइकल चुज गर्दाखेरि चाहिँ त्यहाँ भएको फ्याब्रिक केयर लेभल, कपडाको चाहिँ केयर लेभललाई चाहिँ राम्रोसँग हेर्नुपर्ने हुन्छ है त। त्यहाँ चाहिँ कस्तो कपडालाई चाहिँ कसरी धुने भन्ने जुन हुन्छ होइन, नरम कपडा र कडा कपडालाई कसरी धुने, कुन कपडालाई चाहिँ तातो पानीले नधुने भन्ने कुराहरू जुन हुन्छ फ्याब्रिक केयर लेभल, त्यो अनुसार चाहिँ हामीले उपयुक्त वासिङ साइकल चुज गर्नुपर्ने हुन्छ। दिस वे यु क्यान म्याक्सिमाइज क्लिनलिनेस व्हाइल अल्सो प्रोटेक्टिङ यर क्लोथ्स। यसरी चाहिँ फ्याब्रिक केयर लेभल, कपडाको जुन केयर लेभल हुन्छ त्यो अनुसार चाहिँ हामीले यदि उपयुक्त वासिङ साइकल चुज गऱ्यौँ भने, प्रिफर गऱ्यौँ भने के हुन्छ त कपडा पनि राम्रोसँग धोइन्छ होइन, सफा हुन्छ, र यो चाहिँ ड्यामेज हुनबाट अथवा बिग्रिनबाट पनि बच्छ, सुरक्षित साथ राम्ररी सफा गर्न सकिन्छ। फ्याब्रिक केयर लेभल अनुसार चाहिँ हामीले उपयुक्त वासिङ साइकल चुज गऱ्यौँ भनेपछि your options range from normal and permanent press to delicate and quick cycles।
अब यसरी कपडाको प्रकारअनुसार विभिन्न प्रकारका के अरे वासिङ साइकलहरू वासिङ मसिनमा हुने गर्दछन्, वास मोडहरू। अब जस्तै के भन्छ त नर्मल साइकल भयो होइन, जस्तो सामान्य सर्ट टी सर्टहरू धुनको लागि, त्यसै गरेर पर्मानेन्ट प्रेस साइकल, त्यसै गरेर डेलिकेट साइकल कमजोर नरम कपडाहरू धुनको लागि, र एकदम क्विक साइकल पनि त्यसभित्र हुने गर्दछ। त्यो कपडाको प्रकारअनुसार हामीले चाहिँ उपयुक्त साइकल चाहिँ चुज गर्नुपर्ने हुन्छ। अब यसरी चाहिँ के अरे उपयुक्त साइकल चुज गरिसकेपछि हामीले पानीको के अरे तापक्रम, तातो चिसो कस्तो पानीले धुने हो त्यो पनि सेट गर्नुपर्ने हुन्छ। नम्बर 6मा, स्टेप 6मा सेट द वाटर टेम्परेचर। अब वाटरको तापक्रम सेट गर्ने। युज द करेक्ट वाटर सेटिङ इन यर वासर क्यान मेक अ डिफरेन्स इन यर लन्ड्री। उपयुक्त पानी होइन सेटिङ मिलाउनु भनेको तपाईँको कपडा धुलाइमा चाहिँ यसले फरक ल्याउँछ भनेको। हट वाटर फर इन्स्टेन्स सेनिटाइजेज एन्ड किल्स जर्म्स बेटर। तातो पानीले के गराउँछ भन्छ त, यसले चाहिँ कपडालाई राम्रोसँग सफा गर्छ र त्यसमा भएको जर्म्सहरू कीटाणुहरू चाहिँ मार्ने काम गर्दछ राम्रोसँग भन्छ। बट इन सम केसेस, तर केही केसहरूमा चाहिँ इट क्यान श्रिङ्क यर क्लोथ्स, फेड यर फ्याब्रिक्स, सेट सर्टेन स्टेन्स एन्ड रिक्वायर्स अ लट मोर एनर्जी। तर केही केसहरूमा चाहिँ यसले चाहिँ तपाईँको कपडालाई चाहिँ खुम्च्याइदिन सक्छ होइन, श्रिङ्क गरिदिन सक्छ। त्यसै गरेर फेड यर फ्याब्रिक्स होइन, कपडालाई चाहिँ ओइलाइदिन सक्छ, कमजोर बनाउन सक्छ। त्यसै गरेर सेट सर्टेन स्टेन्स, स्टेन्स भनेको धब्बाहरू, दागहरू, त्यसमा चाहिँ दागहरू, धब्बाहरू छोड्न सक्छ। त्यसै गरेर यसले के पनि लिन्छ त, अलि बढी नै मात्रामा एनर्जी पनि लिने गर्दछ। सो रिजर्भ हट वाटर वासेस फर bath and kitchen towels, bedding, sturdy fabric and any extremely dirty items। यस कारणले अब एकदम हट वाटरले कपडा, कस्तो कपडालाई धुने त भन्दाखेरि बाथ तथा बाथ र किचन टावलहरू भयो होइन, कपडा के अरे किचन टावलहरू धुँदाखेरि, बेडिङहरू होइन, के अरे बेडको कपडाहरू, त्यसै गरेर स्टडी फ्याब्रिक्स कडा खालका कपडाहरू भए, स्टडी भनेको कडा खालको कपडा। त्यसै गरेर एनी एक्सट्रमली डर्टी आइटम्स भन्नुको मतलब एकदमै फोहोर कपडाहरू धुँदाखेरि हामी तातो पानी चाहिँ प्रयोग गर्न सक्छौँ। फर मोडरेटली डर्टी लोड्स, डार्क कलर्स एन्ड द पर्मानेन्ट प्रेस साइकल युज वार्म वाटर। अब हामीले यदि वासिङ मसिनलाई चाहिँ पर्मानेन्ट प्रेस साइकलमा राखेका छौँ अथवा डार्क कलरको कपडाहरूलाई धुँदैछौँ अथवा अलिअलि मैलो भएको कपडा धुँदैछौँ भने त्यति बेला चाहिँ हामी हट वाटरभन्दा पनि वार्म वाटर, अलिअलि तातो पानी चाहिँ प्रयोग गर्न सक्छौँ। कोल्ड वाटर इज द जेन्टलेस्ट वे अफ वासिङ यर गार्मेन्ट्स। के अरे चिसो पानी प्रयोग गर्नु भनेको सबभन्दा राम्रो तरिका मानिन्छ तपाईँको कपडा धुनको लागि है त। एन्ड इट अल्सो रिक्वायर्स लेस एनर्जी, र यसले चाहिँ शक्ति पनि भन्छ अथवा ऊर्जा पनि कम लिन्छ, एनर्जी पनि कम चाहिन्छ यसको लागि। यसै गरी कपडा धोइसकेपछि स्टेप 7मा क्लिन यर वासिङ मसिन है। कपडा धोइसकेपछि लास्टमा चाहिँ के गर्नुपर्ने हुन्छ त भन्दाखेरि वासिङ मसिनलाई सफा गर्नुपर्ने हुन्छ। रेगुलर क्लिनिङ विथ अ वासिङ मसिन क्लिनर इज एन इम्पोर्टेन्ट पार्ट अफ नोइङ हाउ टु युज वासिङ मसिन्स। अब के अरे वासिङ मसिन क्लिनर चाहिँ नियमित रूपमा वासिङ मसिनलाई सफा कसरी गर्ने भनेर जान्नु पनि, वासिङ मसिन कसरी प्रयोग गर्ने भन्ने जान्नुको एउटा पार्ट हो, अङ्ग हो, भाग हो भनेर भनेको छ। अब सफा कसरी गर्ने त, लिभ यर वासिङ मसिन डोर ओपन आफ्टर युज टु अलो इट टु एयर आउट एन्ड हेल्प प्रिभेन्ट मोल्ड फ्रम ग्रोइङ। के गर्ने त भन्दाखेरि धोइसकेपछि वासिङ मसिनको ढोकालाई चाहिँ खुलै छोडिदिने, हावा बाहिर जान सक्छ यसो गर्दाखेरि, र फेरि यसमा चाहिँ ढुसीहरू हुर्कनबाट बचाउनको लागि र यसभित्रको हावा बाहिर गएर चाहिँ ढुसी हुर्कनबाट बचाउनको लागि हामीले चाहिँ यसको ढोका चाहिँ खुलै छोडिदिनु पर्ने हुन्छ। यसरी चाहिँ हामी वासिङ मसिनको प्रयोग गरेर आफ्नो कपडाहरूलाई चाहिँ सफा गर्न सक्छौँ है त। ओके, थ्याङ्क यू भेरी मच।